वेलकम ब्याक। फेरि म ब्याक हुँदैछु। अहिलेको त्यो फोटोसुट हुँदाखेरि चाहिँ लाइभ काटियो, त्यसमा चाहिँ क्षमा प्रार्थी छु। अनि के गर्दै हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, राम्रो गर्दै हुनुहुन्छ होला होइन, जहाँ हुनुहुन्छ राम्रै हुनुहुन्छ होला है। सो आफ्नो सुस्वास्थ्यको ख्याल गरेर काम गर्नु होला है। अनि चाहिँ मैले चाहिँ एउटा कुरा भन्नु मन लागेको थियो कि फेसबुकमा होइन, भनिदिइहालौँ। के गरे मलाई चाहिँ मान्छेहरूले कमेन्ट गरेर होइन, त उस्तो यस्तो उस्तो भनेर होइन, अब नबोलौँ नबोल्नु भनेको बोल्न मन लाग्यो, बोलिहालेँ है। मान्छेलाई जसलाई आफूलाई पर्छ नि, अनि त्यो मान्छेलाई थाहा हुन्छ क्या पीडा के हो, चोट के हो, अनि बिछोड के हो होइन, आफ्नो आमा बाबाको माया के हो, अनि आफ्नो बाबा आमा बिना बाँच्नु पर्दाको अवस्था के हो होइन। सबै कुरा चाहिँ परेपछि थाहा हुन्छ होइन। जसलाई परेको छैन, जो आफ्नो आमा बाबाहरूको सम्पत्तिमा कमाएर रमाएर बसेको छ होइन, इन्जोय गरेको छ, लाइफ बिताएको छ नि, त्यस्तो मान्छेलाई चाहिँ अलिकति थाहा हुँदैन होइन। अनि अर्को कुरा के भन्दाखेरि, जब मान्छेलाई जब चोट लाग्दैन नि, तिमी जब आफ्नो शरीरदेखि खुन निस्किँदैन नि, तबसम्म उनीहरूलाई थाहा हुँदैन कि चोट के हो भनेर। अनि त्यो हुँदाखेरि चाहिँ आफ्नो शरीरमा चोट लाग्नुपर्छ होइन, र त थाहा हुन्छ पीडा के हो, चोट के हो होइन। अनि अर्को कुरा बाबुआमाको कुरा आयो होइन। जसको पनि बाबुआमा छैन होइन, उसलाई थाहा हुन्छ बाबुआमा नहुँदाको पीडा होइन। जस्तो मलाई छ होइन, मलाई थाहा छ नि मेरो बाबुआमा नहुँदाखेरि कतिको पीडा हुन्छ, कस्तो हुन्छ भने त मलाई थाहा छ नि। त्यो बाबुआमा हुनेलाई के थाहा कि होइन, बाबुआमाको पीडा कस्तो हुन्छ भने त्यो थाहा छैन नि त। सो त्यही हो, जसलाई दुःख परेको हुन्छ उसले बुझेको हुन्छ, उसले जानेको हुन्छ। जसले दुःख परेको हुँदैन उसले बुझेको हुँदैन, उसले जानेको हुँदैन होइन। त्यही भएर त मान्छेहरूलाई अनेक थरी बोलेको हुन्छ होइन। त्यो नै हो, अरू त के हो र। त्यही भएर म त भन्छु सबैसँग राम्रो बोल्ने गर्नुहोस् होइन। आज तपाईँको पालो आछ भनेर होइन, भोलि अरूको पनि पालो आउन सक्छ। आज म बोलेँ भनेर नगर्नुहोस् कि भोलि अरू कसैले तपाईँलाई भन्दाखेरि नराम्रो लाग्न सक्छ। त्यो हुँदाखेरि चाहिँ बोल्दाखेरि अलिकति ध्यान दिएर बोल्ने गर्नु होला होइन। किन बोलेछ, कुन विषयमा बोलेछ होइन भनेर सोच्नु होला। अनि बल्ल मात्र कमेन्टहरू गर्नुहोस् होइन, नगर्नुहोस् भने होइन, गर्नुहोस् होइन। तर पनि मान्छेहरूले जानी नजानी नबुझी कुरा गर्दाखेरि अलिकति नराम्रो लाग्ने रहेछ कि। किनकि कुनै पनि मान्छेले नराम्रो शब्दहरू बोल्दाखेरि मन दुख्छ होइन। तपाईँलाई पनि हामीले नराम्रो भन्दा तपाईँको पनि मन दुख्छ होइन। त्यो हुँदाखेरि चाहिँ कसैलाई पनि नराम्रो नगर्नुहोस् है, राम्रो गर्नुहोस्, त्यही भन्न चाहेँ। त्यही नै हो होइन। धेरै मान्छेहरूले यस्तो नराम्रो सोचेर यस्तो नराम्रो भनेर होइन मन दुखाउने कि। त्यो हुँदाखेरि चाहिँ मलाई चाहिँ बोलौँ लाग्यो, बोल्न चाहिँ भयो भने विचार गर्दै बस्यो होइन, बोलौँ कि नबोलौँ भने। अहिले फ्याक्टै निस्कियो कि मुखदेखि होइन। त्यही नै हो कि, सबैलाई माया गर्ने गर्नुहोस् होइन, सबैलाई इज्जत गर्ने गर्नुहोस्, सम्मान गर्ने गर्नुहोस् होइन। र त तपाईँलाई पनि पछि गएर सबैले माया सम्मान इज्जत गर्ने गर्छन् होइन। कुनै पनि चिजलाई मलाई चाहिँदैन भनेर त्यसलाई चाहिँ व्यवस्था नगर्नुहोस् कि होइन। त्यस्तो चिजहरू पनि राख्नुपर्छ। कुनै बेला त्यही चिज यति धेरै काम लाग्छ नि होइन, त्यो थाहा छैन होला कतिपयलाई होइन। त्यो हुँदाखेरि चाहिँ त्यही भन्न चाहेँ। अनि हामी चाहिँ अहिले चाहिँ यहाँ चाहिँ वाकिङ आएको होइन, वाकिङ आउँदैछौँ, पार्कमा छौँ होइन। अनि मैयाले चाहिँ
साइकल चलाएर अहिले नेपाल पुग्न लाग्छन्। खतरा साइकल चला कहाँ पुग्यो अहिले सुनौली अहिले सुनौली पुग्यो अरे सुनौली। त्यही नै हो हजुर, दुखीको जिन्दगी यस्तै छ। कहाँ तिनीहरूलाई त्यही भएर कहिलेकाहीँ यस्तै हुन्छ हैन। कहिलेकाहीँ बोल्नुभन्दा पहिला सोचेर बोल्ने गर्नुपर्छ हैन। कसैको चित्त दुखाउनु हुँदैन, चित्त नदुखाउनुहोस्, सानो होस् या ठुलो होस् हैन, चित्त नदुखाउनुहोस् है। सबैको मन हो हैन, इच्छा हो। त्यही भएर कसैलाई पनि चित्त दुखाउनु नगर्नुहोस्। हेलो रुकेश अनि अनमोल, हेलो नमस्ते झोरले हजुर। हामी चाहिँ यहाँ एक्सर्साइज गर्न आएको, एक्सर्साइज गर्दैछ होइन के तिनीहरूलाई के चम किन झोला लिएर जानु पऱ्यो नि। हेलो हेलो नमस्ते नमस्ते। हामी चाहिँ यहाँ पार्कमा छौँ है, पार्कमा। ओके एक राउन्ड लगाएर तिमी यहीँ बस, म एक राउन्ड लगाएर आउँछु। त्यही हो कुरा गाइस हैन। अब आजभोलि के छ भन्दाखेरि बोल्दा पनि नराम्रो भइन्छ, नबोल्दा पनि नराम्रो भइन्छ हैन। अनि त्यही नै हो है। अनि फलो गरिदिनु होला, फलो गर्नु भएको छैन भने फलो गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। तर यस्तो मिठो कमेन्ट गरिदिनुहोस् के अरूले देख्दा पनि ओहो कति राम्रो कमेन्ट गरेको, कस्तो राम्रो बोलेको भन्ने गर्नुहोस् के हैन। किनकि राम्रो हुनुपर्छ है, जसले जस्तो जे सोचे पनि आफू चाहिँ राम्रो हुनुपर्छ हैन। त्यही नै हो है। अब यस्तै छ हैन। मान्छेहरूले के सोच्छन्, के भन्छन् हैन, के गर्छन्। धनी भएर पनि उसलाई समस्या भएको हुन्छ, उसलाई टेन्सन भएको हुन्छ हैन। धनी भए भनेर उसलाई मान्छे चाहिँदैन, उसलाई समस्या पर्दैन भन्न चाहिँ मिल्दैन हैन। मान्छे चाहिन्छ, जोसुकै होस्, सानो होस् या ठुलो होस्, मान्छे चाहिन्छ। त्यही भएर कसैलाई पनि नराम्रो नगर्नुहोस्, कसैलाई पनि नराम्रो नभन्नुहोस् हैन। सबैलाई एकनासी माया गर्नुहोस् हैन। जति सक्नुहुन्छ त्यति गर्नुहोस्, माया गर्नुहोस्। सक्नुहुन्न भने नगर्नुहोस्, उसको बदनाम पनि नगर्नुहोस्, बेइज्जत पनि नगर्नुहोस् हैन। त्यो भन्न चाहन्छु मैले है। कस्तो लाग्छ तपाईहरुलाई? कस्तो लाग्छ त्यस्तै कुरा। म फेरि फ्याट्टै हो कि मैले अरूको बारेमा बोल्न मन लाग्दैन, आफ्नो बारेमा बोल्ने हो हैन। कसैलाई घोचेर पेचेर बोल्दिन म, आफूमा जे छ त्यही बोल्ने हो। त्यो बोल्दाखेरि अब कति मान्छेलाई मनमा पर्छ हैन। त्यही नै हो। कति बोलेको यहाँ कस्तो के भनेको हुँदो रहेछ के है। के खाने के खाने? हामी चाहिँ अब चाहिँ ड्राई फ्रुट के भन्छ ज्याक फ्रुट खाँदैछौँ। भोलि के अरे कटर कितना आन्टी? पिऊ न त्यो। कितना का? 15 पीस की 80।
50 रुपियाँ 50 पीस की 15 पीस 15 पीस की 80 है ಜಾಸ್ತಿ ಲಿಮಿಟ್ ಸಣ್ಣ ಇಂಥ ದಪ್ಪ ಇದ್ರೆ 100ಗೆ 15 100ಗೆ 15 ಈಗ ಇದು 80ಗೆ 15 ಮೀಡಿಯಂ ಸೈಜ್ 15 पिसलाई 80 रुपियाँ गरे ल हेर्नु त 15 पिसलाई 80 भनेपछि त खत्रै छ त्यो खाने कि यो खाने र यो खाने खाने ए दे बेका ए बेका पन्ध्र पिसलाई 80 रुपियाँ गरे कति खाने हो फाइव पीस कोरियन के 5 पीस अच्छा ये खानी है कितना है इसका 30 फाइव पीस की 30 ये प्राइस से जास्ती आते 30 है 30 रुपियाँ गरे 5 पिसलाई एउटा जिरो लगाउनु पर्यो नि अरे पैसा नभएको बेलामा मिठो 137 अन्य दूसरा दे दो ना नोट ಸೇಮ್ ನೋಟ್ ಇದೆ ಕಟ್ ಆಯ್ತು ಏನಾಗಲ್ಲ ಬಟ್ हाम्रो Mira, kita. Gitu. Siap. ल गाइस एउटा कति 5 वटा त्यो कटरको पिसलाई 30 रुपियाँ गरे अनि त्यसको 15 पिसलाई 80 रुपियाँ गरे यहाँ हो कि यहाँ 80 गरे है सकिँदैन खान सकिँदैन किन यस्तो महँगो यसलाई 80 एक पिसलाई कति पर्यो 15 भने 30 रुपियाँ भनेपछि 6 रुपियाँ पर्यो 6 5 30 एक पिसलाई 6 रुपियाँ है खतरा छ त होरी एउटा महँगो बजारमा त कति रुपियाँ दिन्थ्यो बाजेले 20 रुपियाँको कति धेरै छ किन मलाई धेरै महँगो पऱ्यो कि यहाँ धेरै महँगो त्यो कोकोनट पानीलाई पनि धेरै महँगो छ यार 60 रुपियाँ 70 गाह्रो छ हो खानु गाह्रो छ लगाइस यही हो कुरा हैन ल बाई फलो गर्नु भएको छैन भने फलो गरिदिनु होला हैन किनकि मेरो मैले भिडियो हाल्दिनँ आजभोलि त्यही भएर मेरो रिच धेरै कम भएको छ अस्ति 2 मिलियन भ्युज क्रस भएको थियो 2 मिलियन क्रस भएको थियो अहिले घटेर 78 लाख छ जम्मा भनेपछि त धेरै घटिसकेछ धेरै घटिसक्यो त्यही भएर सपोर्ट गर्नु होला हैन
देख्दाखेरि मन नपरे पनि आँखा चिम्म गरेर फलो गरिदिनु होला है। ओके बाई।